हे हाम्रा स्वर्गीय पिता, आज हामी एकसाथ भेला भएर तपाईको आराधना गर्ने यस ठाउँमा कृतज्ञ हृदयका साथ तपाईको सामुन्ने आउँदछौँ। आज तपाईले हामीलाई विश्वासी समुदायको रूपमा एकै ठाउँमा भेला गराई एउटै प्रशंसाको आवाज तपाईलाई उचाल्ने र हाम्रो माझमा तपाईको उपस्थितिको खोजी गर्ने यो ठूलो सौभाग्य प्रदान गर्नुभएकोमा हामी तपाईलाई धन्यवाद दिन्छौँ। परमेश्वर पिता, आजको यस सेवा संगतिमा हामी पवित्र आत्मा तपाईलाई हाम्रो माझमा निम्त्याउँदछौँ। पवित्र आत्मा तपाईको शक्तिशाली उपस्थितिले यो ठाउँलाई भर्नुहोस्। तपाईको वचन बुझ्न र ती वचनद्वारा रूपान्तरित हुन हाम्रो हृदय र समझ शक्ति खोलिदिनुहोस्। परमेश्वर पिता, हामी तपाईको उपस्थितिको नजिक ल्याउनुहोस्। परमेश्वर पिता, हामीलाई तपाईको उपस्थितिको नजिक ल्याउनुहोस् र हामी सँगसँगै संगति गर्नुहोस्। परमेश्वर पिता, हामी हाम्रो मण्डलीमा भएका ती पास्टर तथा अगुवाहरू जसले मण्डलीमा विभिन्न प्रकारका सेवकाईहरू गर्दै आउनु भएको छ, हामी उहाँहरूको निम्ति प्रार्थना गर्दछौँ। हे पवित्र आत्मा, उहाँहरूलाई तपाईले अभिषेक गर्नुहोस् र हामीलाई अगुवाई र मार्ग निर्देशन गर्न ज्ञान, बुद्धि र विवेकको आत्मा दिनुहोस्। तपाईले उहाँको विश्वासीलाई बलियो र सुदृढ पारिदिनुहोस्, ताकि जसरी तपाईले उहाँहरूमाथि आफ्नो पवित्र बोलावट राख्नु भएको छ, त्यसरी नै उहाँहरूको पवित्र आत्मा, त्यसरी नै उहाँहरूले तपाईको बोलावटलाई पूरा गर्न सक्नु भएको होस्। परम प्रभु, हामी सबै मण्डली परिवारको निम्ति पनि प्रार्थनामा उचाल्दछौँ, तपाईसँग बिन्ती गर्दछौँ। परमेश्वर पिता, हाम्रो मण्डली परिवारले भोगेका दुःख, पीडा, सङ्घर्ष र चुनौतीका कुराहरू तपाईलाई थाहा छ। यसै कारण ती जो खाँचोमा छन् तिनीहरूलाई चङ्गाई र सान्त्वना दिनुहोस्, ताकि तिनीहरूले तपाईको प्रशस्त अनुग्रह प्राप्त गर्न सकुन् र हरेक परिस्थितिमा तपाईको विश्वसनीयताको अनुभव गर्न सकुन्। जसै हामीले आज तपाईको आराधना गर्दछौँ, हाम्रो प्रशंसाका गीतहरूले तपाईको सिंहासनको अघि मिठो सुगन्धित वासनाको रूपमा पुग्न सकोस्। हाम्रो प्रार्थना र मध्यस्थताहरू तपाईँ कहाँ सुनवाई होस् र तपाईकै सिद्ध इच्छा अनुसार उहाँको जवाब आओस्। पूरा शक्ति र अधिकार सहित आज तपाईको वचन घोषणा गर्न सकियोस्, ताकि धेरैको जीवन रूपान्तरित गर्न सकोस्। हे परमेश्वर पिता, हामी हाम्रा विश्वासभर, हे परमेश्वर पिता, हामी हाम्रा विश्वभरका सबै विश्वासी परिवारको लागि पनि प्रार्थना गर्छौँ। हामी ती जो साँच्चै पीडामा, शोकमा र खाँचोमा छन्, तिनीहरूमाथि तपाईले आफ्नो असीम कृपा र दया खन्याउनुहोस् भनी प्रार्थना गर्दछु। परम प्रभु, तपाईले आजको यो टुटेको संसारलाई आशा र छुटकारा दिन एक औजारको रूपमा हामीलाई तपाईको महिमाको लागि प्रयोग गर्नुहोस्।
तपाईले आज हामीलाई एकैसाथ यसरी ल्याउनु भएको निम्ति धन्यवाद। अब हामी आफैलाई यो संगतिको निम्ति तपाईको शक्तिशाली बाहुलीमा राख्दछौँ। सबै बिन्ती प्रार्थना हाम्रा प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। हे हाम्रा परमेश्वर, आजको यो सेवामा तपाईँ परमेश्वरको उपस्थिति भएन भने हामी केही पनि गर्न सक्दैनौँ। हाम्रो ज्ञान, हाम्रो बुद्धि, हाम्रो समझ शक्तिले हाम्रो तपाईँ महान परमेश्वरलाई हामी उचाल्न सक्दैनौँ र तपाईँ परमेश्वरको निम्ति आफैलाई अर्पण गर्न सक्दैनौँ। त्यसकारण हे परमेश्वर पिता, तपाईको आत्माले हामी सबैलाई भर्नुहोस्, तपाईको उपस्थिति हाम्रो बीचमा दिनुहोस्, ताकि तपाईँ परमेश्वरको महिमा प्रशंसा हाम्रो सारा हृदयले गर्न सकोस्। हे परम प्रभु परमेश्वर, तपाईँ नै सबै थोकको मालिक हुनुहुन्छ, सबैमाथि राज गर्ने परमेश्वर तपाईँ नै हुनुहुन्छ। प्रभु, आज तपाईको सिंहासनसम्म हाम्रो आराधना, हाम्रो संगति पुर्याउनको निम्ति प्रभु तपाईँ परमेश्वरको आत्मा स्वयं हामीसँग राख्नुहोस्, तपाईँ परमेश्वरको उपस्थिति स्वयं हाम्रो बीचमा दिनुहोस्। हे परमेश्वर, हामी आज गर्ने सेवा प्रभु हामी भजनहरू गाउँछौँ होला, कोरसहरू गाउँछौँ प्रभु, स्तुति आराधना गर्छौँ, वचनबाट तपाईको जीवित वचनबाट तपाईको आवाजलाई सुन्छौँ। त्यो सबै भागहरूमा तपाईँ परमेश्वरले हामीलाई सहायता गर्नुहोस्, ताकि तपाईको उपस्थितिमा हामी भएर हामी आफैलाई तपाईमा समर्पण गर्न सकौँ, तपाईको आनन्द हामीले प्राप्त गर्न सकौँ, प्रभु तपाईको छुटकारा हामीले प्राप्त गर्न सकौँ र तपाईँ परमेश्वरको महिमा सदा सर्वदा गर्न सकौँ। धन्यवाद दिन्छु प्रभु, आजको यो सेवा संगति सबै तपाईको हातमा राख्छौँ र तपाईँ परमेश्वरले सहायता गर्नुहोस्, हामीलाई तपाईँ परमेश्वरको हातमा राख्छौँ। धन्यवाद, सारा आदर भक्ति महिमा तपाईलाई चढाउँछौँ र आशिष माग्छु येशू प्रभुको नाममा, आमेन।